हेलो एभ्रिवान गुड आफ्टरनुन एभ्रिवान सबैजनालाई है त अब आजको ब्लग पनि अब अलमोस्ट लाइक मुबाङ सुरु भयो है अस्तिकै हाम्रै दाजुभाइ तिनजना पनि अस्तिकै मुबाङमा पनि आएको थियो होइन आज नै फेरि हाम्रो फापरको ढेँडो लिएर आएको छु तपाईँहरूलाई होइन अब लाइक यस्तो छ होइन अनि आज खास हुनु चाहिँ मेन लाइक सुकुटी हुनुपर्ने हाम्रोमा सुकुटी चाहिँ भएन होइन अनि आज चाहिँ फेरि त्यसको सट्टामा चाहिँ पोक चाहिँ डिप फ्राई गरेको छ होइन त्यहाँबाट हाम्रो मुला पनि टक्क रेडी छ अनि त्यो मेन फेरि ढेँडोलाई चाहिँ के चाहियो भने चाहिँ हाम्रो खोर्सानी चाहियो नि त होइन खोर्सानी चाहिँ हाम्रो मनाङको प्योर मर्छ होइन त अनि त्यसमा तातो पानी रेडी नै छ होइन त्यो माथि फेरि हल्का चौरीको घिउ पनि रेडी छ हाम्रोमा है त्यही भएर अब आज मुबाङ पनि बाबाले होला जस्तो लाग्यो होइन तपाईँलाई अस्तिको भिडियोमा पनि राम्रो लाइक कमेन्ट आएको छ त्यसको लागि धेरै खुसी छ होइन अझै पनि मेरो भिडियोलाई लाइक कमेन्ट चाहिँ गरिदिनु होला त्यति भन्दै ल हामी पनि अब आजको ढेँडो चाहिँ सुरु गर्छु ल तपाईँबाट पनि के एक दुई शब्द जाओस् न ल मेरो ब्लगमा ल आफ्टर लङ टाइम होइन ढेँडो खाँदैछौँ हामी खाइदिउँ मजाले राजु दाईको भ्लगमा बल्ल बल्ल बनायो तर ढेँडो पहिला हाम्रो माथि अब हाम्रो मेन मनाङमातिर त ढेँडो भनेको एकदमै अब स्पेसल मान्छ नि होइन तर अब बाहिर आएपछि त्यो त सजिलो पनि छैन भने जस्तो है खास प्लानिङ चाहिँ बाहिर जाऊँ भनेर सोचहरू थियो तर अब त्यस्तो भने जस्तो प्लानिङ घरमा बनाए जस्तो कहाँ हुन्छ तर फेरि आज हामी चाहिँ के सोच्यो भने चाहिँ अब आफ्नै हातले आफ्नै होममेड खाना बनाएर चाहिँ तपाईँहरूलाई सामु चाहिँ एक दुईवटा भिडियो ल्याउँ भनेर सोच पनि थियो हाम्रो दाजुभाइहरू प्लानिङ पनि गरेको थियो होइन त्यही भएर आज चाहिँ हामी तिनजना चाहिँ मुबाङ लिएर आएको छ तपाईँहरू सामु एक दिन फेरि हाम्रो ग्रुप पनि छ हाम्रो मनाङको दाजुभाइहरू ग्रुप ठुलो छ है त्योसँगै एक दिन बसेर चाहिँ फेरि अब होइन कसरी हुन्छ एक दिन फेरि त्यो भिडियो पनि ल्याउने छु तपाईँहरू सामु होइन तपाईँहरू पनि आफ्नो लन्चलाई इन्जोय गर्नुहोस् हामी पनि अब ढेँडोलाई इन्जोय गर्छु होइन त्यही हो अब लाइफमा के छ अब लानु सानु केही छैन मजाले काम पनि गर्ने खाँदाखेरि पनि मजाले खानुपर्छ होइन त के कसो हो आनन्दले खानुपर्छ लाइफ त्यही त हो होइन अब अर्को काम पनि गरिन्छ मेरो त ड्याम त फुट्यो त दाइ यार ड्याम फुट्यो क्या मेरो फेवा ताल त अनि सर्कै हालेछ त भाइको यार चिलिचो त मेरो स्किस आयो ल गाइस खाइदिउँ भयो त अब ल गाइस ल ढेँडो चाहिँ यस्तो भनेको छ हाम्रो है पुरा हालेको छ होइन अब सुकुटीको सर चाहिँ अब पोकभित्र हालेको छ ल सुरु चाहिँ केबाट गर्ने हो दाइ सुरु चाहिँ मासुबाट नै गरौँ न ल सबैजना ल चेयर्स ल दाइ ल चेयर्स है दाइ चेयर्स है चेयर्स ल इन्जोय लन्च ल लगेर खाउँ है दाइ बडो छ तपाईँहरू पनि बिचमा ढेँडोसँग पोक त ट्राई गरेको छैन होला एकचोटि ट्राई गरेर हेर्नु है त बाबाले भएछ है त पोक त फेरि एकदम डिप फ्राई गर्नुपर्ने रहेछ फेरि होइन हामीले पोकै फ्राई गरेर त्यो मसला ससला हालेर बनायो भने हामीले प्लेन जस्ट तेलमा चाहिँ मजाले डिप फ्राई गर्ने तपाईँ ढेँडो त के हो दाइ कालो कालो छ त हाम्रो भन्दा अलिक बेसी कालो छ त किन होला किन होला ब्लग हानेर होइन मेरो चस्माले चाहिँ मेरो गाइसहरू चस्मा चाहिँ किन लाग्यो भनेर सोच्नु हुनसक्छ होला फेरि होइन किनभने हिजो फेरि म त्यो बाहिर हिँड्दाखेरि आँखामा के त्यो परेको थियो कि अब हिँड्दाखेरि हावाले के भन्ने है मेरो इन्फेक्सन यो राइटपट्टिको चाहिँ अलिकति अब किन भयो के भन्ने अब आँखा पोलिरहेको छ त्यही भएर पनि मैले चस्मा लगाएको कारण त्यो पनि हो फेरि भाइरल हुनुलाई फेरि चस्मा लगाएर के भन्नु लाग्यो त्यो चाहिँ होइन है त त्यो चाहिँ होइन होला होइन नसोचिदिनु होला त्यसो चाहिँ नसोचिदिनु होला होइन आफ्नो अलिकति आँखाको इन्फेक्सन भएर चाहिँ मैले यो चस्मा प्रयोग गरेको हो अनि त्यही हो लाइफमा तपाईँहरू इन्जोय गर्नुहोस् आफ्नो फ्यामिलीसँग आफ्नो साथीभाइहरूसँग होइन अब विकेन्डमा अब आउँदै भोलितिर फ्राइडे विकेन्ड पनि आउँदैछ तपाईँहरू इन्जोय गर्नुहोस् हाम्रो लाइफ त्यही त अब खाना है सकेसम्म तपाईँहरूलाई एउटा नयाँ नयाँ कन्टेन्ट लिएर आउँ भन्ने सोच पनि हो मेरो होइन अब सकेसम्म बिस्तारै ट्राई गर्दैछु होइन त्यसमा अब भर्खरै सुरुवात पनि हो मेरो त भर्खरै पहिला चाहिँ सोच्नु थिएन भर्खरै अब सुरु गर्दैछु होइन त्यसमा तपाईँहरूको पनि साथ चाहियो होइन भ्युर्सहरू आफ्नो भ्युर्सहरूलाई लाइक कमेन्ट गरिदिनु होला कस्तो कस्तो कन्टेन्ट चाहिन्छ दाइलाई यसो कमेन्ट हालिदिनु होला त्यो कमेन्ट अनुसारले होइन दाइले नयाँ नयाँ भ्लग लिएर आउँछ कमेन्ट पनि अलिक कम आएको छ मेरोमा होइन लाइकहरू त राम्रै भ्युजहरू राम्रै छ कमेन्ट अलिक कम आएको छ जस कमेन्ट पनि गरिदिनु न होइन राम्रो लाग्यो पनि नराम्रो लाग्यो भने
कस्तो सल्लाह खालको सुझाव दिदिनु सुझाव होला दिइदिनु, होला होइन हामी दाजुभाइहरू सबैले कमेन्ट गर्नु पर्यो कि के हो भने अँ, भिडियो चाहिँ हेर्ने अनि दाजुभाइहरू कमेन्ट चाहिँ comment नगर्ने यार के हो पारा उम्, त्यस्तो त भएन नि हुँ? औँला थिच्ने हो सजिलो छ है सजिलो छ दही कस्तो लाग्यो त्यो भएर ला, लेट भयो उम्, हामीलाई त भन्न पनि पर्दैन अँ, हाम्रो आफ्नै खाना हो अँ, मिठो त अफकोर्स हुने अब कोर्स होइन दाइ मासु होइन मासु चाहिँ थप्नै दे यो अर्को मासु नि यतिकै नि मिठो हुँदो रहेछ है तर हुने अर्को जे नथपे पनि मासु थप्नुपर्छ है हेर। उम्, फर्स्ट टाइम पकसँग चाहिँ ढेँडो खाएको मन पर्छ मलाई जे है, होस् यो एकदम सोलिडै रहेछ मुला पनि थप्नै या मिठै भएछ मुला ठ्याक्क त्यसको त्यो चिल्लो चाहिँ मुलाले ठ्याक्क काट्छ क्या उम्, सो कम्बिनेसन चाहिँ बवाल मिल्छ यो दुइटाको ए यार, दिमाग खराब भल चाहिँ भल भएछ हेर हेर है अगाडि चाहिँ कस्तो डल्लो झालमुरी खोर्सानीले पनि एकदम टेस्ट ल्याउने कि खोर्सानी नै हो ढेँडोमा त फेरि उम्, है मर्सानी फेरि भाउजूले मिठो पठाएछ है मिठो बनाएछ कपालै कपालै है उम्, त्यसको लागि न भाउजूलाई पनि भाउजूलाई नि धेरै धेरै धन्यवाद थ्याङ्क यू होइन भाउजूको यो मर्साले त खान धेरै रहेछ है धेरै रुच्यो होइन उम्, र सबैले एप्रिसिएट पनि गरेछ ल फेरि पनि फेरि यस्तो यस्तै खोर्सानी पनि पठाउनु पर्यो होइन उम्। हजुर आगामी दिनहरूमा यस्तै खुर्सानीको अपेक्षा राख्दछु अपेक्षा हो राख्दछौँ होइन यहाँको सुकुटीसँग अपेक्षा राखेको थियो तर यहाँको सुकुटी चाहिँ अब किन के भन्ने अब हो यार अब अहिलेको जुन स्थितिले गर्दा पनि अलिकति गाह्रो नै भयो नि त बताउनु होइन बाबा न त यहाँको सुकुटीसँग त भगवान् हुँदैन यो घिउ घिउ हालेर मिठो हुँदो रहेछ है यो भने त्यो हामी त्यो सुलु बोसो हालेर त झन् बवाल हुन्छ नि त भगवान् त्यो बोसो त पठाउनु ल्याउन मिल्दैन होला है त्यो मासु क्यारेक्टर मुख्य नि त मासु जस्तो भयो बोसो हाम्रो त्यो छि बनाएको गह्रो हुन्छ नि मिठो भोजमा त भयो त भगवान् कुचर बनायो त्यो छातीको मात्रै मासु हालेर हुन्छ नि भयो त त्यो भनौँ न त्यो ढेँडो चाहिँ फेरि त बाबा अहिले कहीँ खान्छ भगवान् मिठो टेस्टकै छुट्यो है म पनि अब 1 वर्षपछि खाएको धेरै मिठो हो है तपाईँको माथि त हाम्रो ठाउँमा त यो प्रायः मान्छेहरूले त डेली नै बेलुका एक छाक खान्छ नि मामा क्या खान्छन् मिठो पनि हुन्छ भन्छ उनीहरू म त प्रायः मासु खासै फापरको रोटी बिहान फापर रोटी अझै पनि तपाईँको यही फापर रोटीसँग मुला कुट्यो होइन सजिलो कि फापर रोटीसँग मुला टक्क कुट्यो यो नमर्साले चाहिहाल्छ ब्रेकफास्ट बवाल हुन्छ अझै मोटो अनि लन्च भुजा खाएँ। बाउसँग भुजा चाहिँ 1 कप के है भिजा 1 कप 2टा अन्डा आहा, खायो भने त त्यो बवालै हुन्छ नि त्यो छुट्टै मजा आउँछ है तर जुन कुराहरू नेपालमा खाँदैन थियो म पनि खासै फापर खाँदैन नेपालमा क्या त्यो मिस चाहिँ अब यहाँ आएर चाहिँ मिस हुँदो रहेछ क्या हो किन भन्नु त्यही भएर खानु त्यस्तो मन लाग्छ। खानाहरू होइन खानु मन लाग्ने तपाईँ यहाँ अब सकेसम्म अब खान्छु भने कति टाइममा टाइम पनि पाउँदैन नि त होइन अब यो प्लानिङ पनि हामीले अहिले हो र 2 हप्ता अगाडि गरेको हो कि भन्नु हो। अलमोस्ट लाइक 2 हप्तै भयो नि त ठ्याक्क 2 हप्ता भयो दुई हप्ता होइन। दुइटा भिडियो बनायो नि त दुईटा भिडियो दुईचोटि भिडियो बनाएँ प्लानिङ चाहिँ खास पहिल्यैदेखि थियो होइन अब त्यो एउटा प्लानिङ गर्नलाई पनि तपाईँको भनौँ न अब 14-15 दिन लाग्यो होइन यो ठाउँमा सजिलो पनि छैन क्या सबैजना फेरि जुट्नु पनि पऱ्यो सबैजना मिल्नु पनि पऱ्यो छुट्टीहरू होइन अद्धाइको छुट्टी पनि मिल्यो प्लस योगेशको त अब अहिले काम छ उसको मजा खाएर फेरि हाम्रो ब्रदरको चाहिँ फेरि अब खाने बित्तिकै अलिकति हाफ एन आवर रेस्ट गरेर कुदिहाल्नुपर्छ फेरि अब यो ठाउँमा फेरि त्यस्तै गाह्रो पनि छ क्या तपाईँको होइन सजिलो पनि छैन काम गर्नै पऱ्यो होइन
काम गर्ने हाम्रो दाइले भन्छ काम नगरे माम पाउँदैन हो कि भन्नु अस्तिको डायलग समाधान दाइले दिन्थ्यो नि त देशमा आएपछि त काम गर्नै पर्यो काम नगरे पनि दाम आउँदैन दाम दाम आउँदैन। नआयो भने माम माम हामी त फेरि गाउँतिरको मान्छे पर्यो हामी त फेरि काम भन्ने पनि खट्या हुन्छ इन्फेक्सनै आएर छ अलिक भर्न देखाएन लाउन अलिक इन्फेक्सनै देखायो केटा डरै गर्छ यार सार्छ कि भनेर क्या यार हाम्रो किसानको हिरो हो फेरि यताउता फेरि डेङ्गु गर्ला हाम्रो जामेको डनहरूलाई गऱ्यो भने त बर्बादै या मलाई सघाइदिनु मसाला हुन्छ। सट्ट गरिदिनु क्या हाम्रो दादा कम्प्लिट हानिसक्यो यार लट्ट लाएर खाइसक्यो एक लोट थप्न मन लाग्थ्यो होला दाइलाई है दाइले एक्लोसम्म लाग्यो हो एकदम धेरै खाए पनि फेरि खाना खाए लिमिटमा खानुपर्छ यतिसम्म आउने गरेर त खानु भएन नि त होइन फेरि अहिले एकछिनमा के खाइन्छ होला फेरि त्यो त्यसको लागि पनि कोठा राख्नु पर्यो नि कता राख्नु पर्यो सही हो दाइ ल आजको डेलो मुबाङ पनि तपाईँहरूले कस्तो लाग्यो है भिडियो चाहिँ अब लङ हुन्छ अब तपाईँहरूले जस टाइम मिलाएर हेरिदिनुहोस् न होइन भिडियोलाई फेरि त्यो पुरा कमेन्ट यसो पुरा नहेऱ्यो भने तपाईँको फेरि त्यो त्यो इन्जोय पनि तपाईँहरूले लिन सक्दैन होइन त्यही भएर पुरा हेरिदिनु होला भिडियोलाई पनि होइन लाइक पनि कमेन्टहरू गरिदिनुहोस् होइन त्यही त हो नि अब फेरि फेरि नयाँ नयाँ कमेन्टहरू ल्याउँछु मेबी अब नेक्स्ट विक अब 2 weeks पछि फेरि एकदिन मोमोको प्रोग्राम कुराहरू लिएर मोमो खाने हो मोमोको आउँछ घिउमाको आउँछ ए घिउमा प्लिज अनि फेरि एकदिन चाहिँ घिउमा पनि लिएर आउँछ हामीले कन्टेन्टहरू नयाँ नयाँ कन्टेन्टहरू होइन तपाईँहरूले यहाँ कमेन्ट चाहिँ गरिदिनु पऱ्यो त्यो चाहिँ होइन इन्जोय तपाईँहरू इन्जोय लिनुहोस् होइन म त के भन्छु भने चाहिँ तपाईँहरू सबैजनालाई अब मेरो जुन अब हाम्रो भनौँ न सबैजनालाई के भन्छु भने चाहिँ जुन अब आफूले टाइम पाउँदाखेरि चाहिँ त्यो ट्विटरको माध्यम पनि राम्रै चिज हो जस्तो लाग्छ जुन नेगेटिभिटी चाहिँ तपाईँहरूले दिनु भएन होइन तर आफ्नो एउटा इन्जोयमेन्टलाई आफ्नो फनहरू भनौँ न साथीसँग गयो भने बाहिर जाँदाखेरि टिकटहरू बनाऊ भन्छु कि म त किन एउटा आफूले एउटा सर्टिफाइड टाइपमा पाउँदो रहेछ अलिक खुसी टाइपले होइन अब किन काम अब त्यो त यहाँ ठाउँमा के छ त काम गरेर आयो कोठामा आयो सुत्यो बिहान उठ्यो फेरि सुत्यो काम जाऊ फेरि आयो त्यो एउटा माइन्ड सेट त्यो बस्दो रहेछ दाइ तपाईँको मैले यो टिकटक सुरु गर्ने कारण हामीले यो पैसा कमाउने मलाई यो भाइरल भएछ त्यो सोच होइन नि त तर यो के भने चाहिँ एउटा बाटो पनि पायो होइन आफूले कसरी जाने पछिसम्म मलाई कसरी लाने भनेर बाटो पनि पायो प्लस पोइन्ट आफ्नो दिमागलाई पनि एकदम आफ्नो फ्रेस माइन्ड भयो क्या अब उठ्यो एउटा भिडियो यसो बनायो एउटा सबै तपाईँहरू अगाडि पनि के राम्रो भ्युज राख्नु पनि पाएन यसमा के न्युजहरू भनौँ न के छ वेदर बारेमा हुन्छ खाएर हुन्छ तपाईँहरू पनि कतिजना यो भिडियो हेरेर पनि इन्टरटेनमेन्ट हुन्छ नि होइन फलो हुन्छ त्यही भएर तपाईँहरू पनि आफ्नो ठाउँमा जस नराम्रो नेगेटिभिटी दिनु भएन अर्कोलाई तर राम्रो पोजिटिभ चिजहरू त छ भने बनाउने नि मलाई त्यस्तो लाग्छ अहिले त्यही भएर अब मैले सकेसम्म बनाउँदै आएको छ अब पछि गएर बिस्तारै बनाउँदै पनि जान्छु अब नयाँ नयाँ कन्टेन्टहरू होइन पछि गएर बिस्तारै अब समरतिर नयाँ ठाउँहरू पुग्यो भने कहाँ गयो त्यो कन्टेन्ट पनि ल्याउँला होइन कसो हुन्छ सकेसम्म हामीले तपाईँहरूसँग इन्टरटेनमेन्ट ल्याउने मात्रै हो होइन त्यसमा तपाईँहरू कमेन्ट चाहिँ लाइक चाहिँ गरिदिनुहोस् त्यही हो होइन बिस्तारै मेरो बाहिर पनि अब बिस्तारै उनीहरू पनि अब बिस्तारै अब दाइ आएपछि बाहिर पनि बिस्तारै लागिहाल्छ उनीहरू पनि टिकटकमा पछि गएर एउटा भनौँ न बिस्तारै गएर ब्लगहरू बनाउनु सक्यो भने फ्यामिली ब्लगर्स हुन्छ कि होइन अलिक मैले मात्रै भन्दा पनि अब बाहिरको सहयोग दायाहरू हुन्छ मेरो साथीहरू आएको दाजुभाइ टन्डन छ सबैजना मिलेर चाहिँ एउटा फ्यामिली ब्लगर बनाउनु सक्यो भने त्यो अगाडि लाने त हो नि होइन त्यो व्यक्तिगत भन्दा नि एउटा हाम्रो ग्रुपको ब्लगर चाहिँ लाने सकौँ भनेर एउटा सोच चाहिँ लिएर आइरहेको छ म त्यसमा पनि बाहिर सबैले सपोर्ट दिएको छ कसरी गर्ने तरिकाहरू कति जस्तो मलाई पनि आउँदैन नि उहाँहरूको सहयोग पनि आज यहाँसम्म मलाई अलिक कन्फिडेन्ट भयो भने मेरो भाइ दाजुभाइहरूले सपोर्ट पनि पुग्यो भोलि गएर हामी चाहिँ एउटा फ्यामिली ब्लगर चाहिँ अगाडि बढाउन सकोस् त्यसको लागि तपाईँहरूको फुल सपोर्ट लाइक कमेन्ट चाहिँ चाहिन्छ हामीलाई होइन ल दाजुभाइ पनि केही भनिदिनुहोस् न एक दुई शब्द जाओस् है जाओस् सोनाम दाइकोबाट त्यही हो अब राम्रोसँग हेरिदिनु होइन अनि यसो हात पनि अलिकति चलाइदिनु त्यहाँबाट हामीलाई पनि अब अलिकति खुसी हुन्छ स्क्रिनमा टाक टाक चरेस थाल चाहिँ ल्याउनु पर्यो क्या के अरे यसको लागि यो ढेँडो त चरेस थालमा मिठो हुन्छ क्या एउटा मात्रै छ तपाईँले ल्यायो मगाउनु पर्यो अब
मैले त त्यो काठमाडौँबाट आउँदाखेरि नै एउटा बोकेर आएको थिएँ कि तर अहिलेसम्म युज गरेर त्यतिकै राखिरहेको छु ल तपाईँहरू आजको खानु न भिडियो खाना त त्यसमा खाइरहनु राम्रो हुन्छ आजको भिडियोलाई अब यहीँ समाप्त गर्छु होइन तपाईँहरू पनि आफ्नो इन्जोय गर्नुहोस् टेक केयर गर्नुहोस् आफ्नो फ्यामिली पनि टेक केयर गर्नुहोस् होइन मेन कुरा बाहिर आइसकेपछि आफ्नो हेल्थलाई पनि एकदमै पोजिटिभ होइन टाइम टाइममा देखाउनु होला यदि भन्दा आजको भिडियोलाई यहीँ समाप्त गर्छु किप वाचिङ माई भिडियो लाइक कमेन्ट चाहिँ धेरै गरिदिनु होला थ्याङ्क यू सो मच राइट आज चाहिँ मिठो भयो होइन बाबाले भयो होला बाबाले साँच्चै होला ल मजाले खायो है गाइज ल थ्याङ्क यू सो मच फर वाचिङ किप वाचिङ लाइक एन्ड सब्सक्राइब Yes.